नेपालको राजनीति सम्बन्धी नेपालको पोलिटिक्स सम्बन्धी त्यति धेरै चर्चा परिचर्चा गर्न म रुचाउँदिनँ साथीहरू। किनभने तपाईँ हामी सबैलाई थाहा छ नेपालको राजनीति यस्तै छ, नेपालका नेताहरू यस्तै हुन् भन्ने कुरा तपाईँ हामी सबैले बुझेका छौँ। तर पनि आज मैले एउटा विषयमा चर्चा गर्न मन लाग्यो साथीहरू। कुनै समय रवि लामिछानेले भन्थे नि, तिमी सक्दै सक्दैनौ, मलाई सक्दै त सक्दैनौ, नचलाऊ, तिमीहरू सक्दै सक्दैनौ भन्थे। साँच्चीकै रविप्रति मान्छेको विश्वास, उनीप्रतिको क्रेज देख्दाखेरि रवि लामिछानेलाई रोक्न सक्दैनन् पुराना दलहरूले। अब रवि लामिछानेप्रति जुन किसिमको विश्वास गरेका छन् त्यो विश्वासलाई तोड्न सक्दैनन् जस्तो लागिसक्यो साथीहरू मलाई चाहिँ है। हेर्नुहोस् त, रवि लामिछाने हुन त यो पहिल्यैदेखि रवि लामिछानेलाई एकदमै मान्छेले धेरै विश्वास गरिरहेका छन्, धेरै सपोर्ट गरिरहेका छन् होइन। तर पनि हिजो रवि लामिछाने छुट्दै गर्दाखेरि त्यहाँ कुनै पूर्व निर्धारित समयमा कार्यक्रम गर्ने घोषणा गरिएको थिएन। तर पनि मान्छेहरूको उपस्थिति, मान्छेहरूको त्यहाँ ताली, मान्छेहरूको विश्वास हेर्नुहोस् त, ओहो हो होइन। अरू दलहरूले त्यत्तिकै मान्छे जम्मा गर्नलाई 1-1.5 महिना पहिलादेखि नै माइकिङ गर्नु पर्थ्यो होला सायद। तर रवि लामिछाने भन्ने बित्तिकै मान्छेहरू यत्तिकै। अनि आज हेर्नुहोस् होइन, उनी जुन ठाउँमा उपस्थित हुन्छन् त्यही ठाउँमा के मान्छेहरू। त्यो त समयले त्यहाँको परिस्थितिले देखाउने कुरा हो होइन। अरू दलहरूले अब एआईबाट फोटो जेनेरेट गरेर हाल्छन्, अथवा चाहिँ नभएका मान्छेहरूलाई ल्याएर पनि गर्छन्, अथवा चाहिँ भाडामा मान्छेहरू ल्याएर पनि त्यहाँ उपस्थित गराउँछन् कि अरू दलहरूले। तर रवि लामिछानेप्रति मान्छेहरूको विश्वास, ओहो, एकदमै साथीहरू एकदमै। अझै अब रवि लामिछाने, बालेन शाहहरू, त्यस पछाडि अब हर्क साम्पाङहरू, त्यस पछाडि चाहिँ कुलमान घिसिङ लगायत जति नयाँ अनुहारहरू छन्, जति युवाहरू छन्, यिनी सबै एकै ठाउँमा भएर चुनावमा गयो भने त साँच्चीकै सक्दैनन् होला कि, साँच्चीकै सक्दैनन् होला होइन। बहुमतै आउने नआउने तर त्यो समयले देखाउला। तर अरूभन्दा बढी सिट चाहिँ ल्याउँछन् जस्तो लाग्छ मलाई चाहिँ साथीहरू। हजुरहरूलाई के लाग्छ होइन? एकदमै के यस्तो भइरहेको छ। त्यही भएर यिनी पुराना दलहरूले अब सक्दैनन् जस्तो लाग्छ। र पुराना दलहरू धेरै पटक सरकारमा गइसकेका हुन्। अब केही दलहरूले अब सबैले नराम्रो गर्यो भन्ने छैन, केही नेताहरूले राम्रो पनि गरेका छन् होइन। पुराना दलहरूबाट पनि केही नेताहरू चाहिँ त्योबाट सेलेक्ट अथवा चाहिँ त्योबाट फिल्टर हुँदाखेरि केही नेताहरू अलिअलि राम्रा पनि छन्। तर अहिले जुन किसिमको रविप्रति मान्छेहरूको विश्वास छ, यो विश्वास चाहिँ त्यही पुराना दलहरूबाट आएका कार्यकर्ताहरू